ल गाइजहरु हामी चाहिँ यसरी काम गर्नुपर्छ हैन। हामी चाहिँ आज यहीँबाट सुरु हुन्छ आजको दिनमा चाहिँ। अब यहाँ चाहिँ अब हामी स्कुल बनाउँदै छु हैन। अब यहाँ चाहिँ धेरै साना बच्चाहरु छन्। अब हामी चाहिँ यहाँ काम गर्ने छ। हाम्रो दाइहरुले रड पसार्दै छ। आज चाहिँ हाम्रो यहाँ फुल काम हुन्छ हैन। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ यस्तै काम गर्छौँ के गाइजहरु। यहाँ चाहिँ हामी स्कुल बनाउने काम गर्दै छु हैन। आज चाहिँ हाम्रो ठेकदारहरु आएको छैन। कता गएको छैन। अघि हामी भेटेको थियो एउटा ठेकदार त, अर्को चाहिँ भेटेको छैन हैन। अब त्यही हो, आज चाहिँ हामी यहाँ काम गर्न आँटेको हैन। यस्तो चर्को घाममा के हामीले काम गर्नुपर्छ हैन। बच्चाहरु धेरै अब आफ्नो आफ्नो तालमा छ हैन। अब म्यामहरु आउनु भएको छैन, त्यही भएर चाहिँ यहाँ चाहिँ हामी काम गर्दैछौँ। हामी चाहिँ यसरी काम गर्नुपर्छ कि हाम्रो काम गर्ने टिमहरु चाहिँ अझै छ हैन। यहाँ पनि छन् अझै हाम्रो भाइहरु छन्, दाइहरु। हामी स्कुल बनाउन आँटेको हैन। अब हाम्रो दाइहरुले रड तान्दै छ। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अब यही भन्न चाहन्छु के अरे हाम्रो चाहिँ आज यहाँ फुल काम हुनेछ। यस्तो गर्मीमा गर्नुपर्छ। बाट जोड्ने त हाम्रो तार ए ल लाइन छ होला नि यहाँ त। अनि लाइन छ कसरी जोड्नुहुन्छ? म चाहिँ यहाँ अब यो मेसिन चलाउन आँटेको है। अब यहाँ रड तार्नुपर्छ। म चाहिँ ठेकदार साहब आज चिसो ल्याउने होइन यार। चिसो ल्यायो भने यो रड अहिले एकैछिन बानिन्छ यार। जोस आउँछ नि त हौ। हाम्रो केटाहरू सबको मिस्त्री भइसक्यो यार। जोस गर्छ केटाहरूले, गर केटा हो। के भने हाम्रो जिन्दगी नै यस्तो हो होइन। टक्क गर्नुपर्छ यसरी नै हो। यता हाम्रो ज्वाइँले पनि मिलाउँदै हुनुहुन्छ, यता हाम्रो सम्झीले पनि बान्दै हुनुहुन्छ। हाम्रो ठेकडालाई चाहिँ चिसो ल्यायो भनेको मान्दैन यार। ठेकडार कता गयो भने फेरि गाइजहरू यसरी चाहिँ हामीले स्कुलको लागि रडहरू बाँध्न रेडी गर्दैछौँ। काम गर्दैछ हाम्रो यहाँ साथीहरूले एकदमै। ल गाइजहरू हामी यसरी काम गर्दैछौँ होइन। ल यो हामी काम गर्ने ठाउँ चाहिँ पौरै ब्रह्मथान नजिकको स्कुलमा हामी काम गरेको हो। यो स्कुल, यही स्कुलको भवनलाई यहाँबाट जोडेर अर्को स्कुल बन्नको लागि तयार गर्दैछौँ। यहाँ चाहिँ ब्रह्मथान मन्दिर चाहिँ हो हैन। यही नजिकको स्कुल भवन चाहिँ हामी बनाउन निर्माण गर्नको लागि हामी काम गर्दैछौँ गाइजहरु। हेर्नु होला हाम्रो भिडियोलाई। गाइजहरु टाइम भयो है। यही होटलमा हो। ल हामी चाहिँ खाजा खाँदैछौँ। कस्तो छ? मिठो छ चाहिँ खाजा?
ल यतिखेर होइन त खाजा खाइरहेछ होइन ठ्याक्कै तेरो आँखा बन्द गर होइन त कति नम्बरको टेबलमा खाजा खाइरहेछ आँखा बन्द गरे भने यहाँ अँ 7 नम्बर 3 नम्बर ए गेस एउटा मात्रै भन्नुपर्छ कहाँ त्यो त्यस्तो भनेर हुँदैन ठ्याक्कै आफू पनि त्यस्तो दुईवटा हुन्छ त अनि एउटा मात्रै भन्नु 7 नि नम्बर के